स्वागत छ तपाईहरूलाई हाम्रो च्यानलमा। के तपाईँले कहिल्यै सोच्नुभएको छ कि हामी बस्ने यो पृथ्वी र अन्य ग्रहहरू जुन अहिले घुमिरहेको देख्नुभएको छ, कसरी घुमिरहेका छन्? यी साँच्चीकै घुमिरहेका छन् कि हामीलाई त्यतिकै भ्रममा पारिएको छ? विद्यार्थीहरूका लागि एउटा अचम्मको प्रश्नको समाधान सिमुलेसन मार्फत लिएर आएको छु। सोलर सिस्टम अथवा सौर्यमण्डलको यात्रामा जाँदैछौँ। यसको सुरु गरौँ है त। हाम्रो सौर्यमण्डलको केन्द्रमा सूर्य हुन्छ। यसमा देख्न सकिन्छ, यो सूर्यलाई हामीले जुम गरेर हेर्न सक्छौँ। यो विशाल तारा हो र विशाल तारा भए पनि ताराहरूमध्ये चाहिँ मझौला आकारको तारा हो। हाम्रो सौर्यमण्डलमा सूर्यले कुल भागको 99.86% भाग ओगटेको छ। एउटा अचम्मको कुरा के थाहा छ तपाईहरुलाई? सूर्य पनि स्थिर छैन। यो पनि अन्य ग्रहहरू जस्तै, अन्य आकाशीय पिण्डहरू जस्तै घुमिरहेको छ। यसले आकाशगंगा अथवा मिल्की वे ग्यालेक्सीलाई केन्द्र मानेर वरिपरि घुमिरहेको छ। हेर्नु होला, यो चाहिँ पृथ्वी हो। यो पृथ्वीको घुमाइ अथवा सबै ग्रहहरूका घुमाइ चाहिँ दुईवटा प्रकारमा हुन्छ। यो पृथ्वी आफै यसरी घुमिरहेको छ भनेदेखि यसलाई हामी अक्षमा भएको घुमाइ अथवा रोटेसन भनेर भन्छौँ। र यो पृथ्वीले सूर्यलाई केन्द्र मानेर यसरी घुमिरहेको छ भनेदेखि यसलाई हामी चाहिँ रिभोल्युसन भनेर भन्छौँ। यसलाई कक्षमा भएको घुमाइ भनेर चिन्छौँ। यसरी घुम्दाखेरि पृथ्वीमा लगायतका ग्रहहरू सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन्। जब कुनै ग्रहले लट्टाइ घुमे चाहिँ आफूमा आफै घुम्छ भने यसले गर्दा हामी दिन र रात भएको थाहा पाउँछौँ र त्यो ग्रहमा दिन र रात हुन्छ र त्यसलाई हामी रोटेसन भन्छौँ अथवा अक्षको घुमाइ भन्छौँ। त्यसै गरी रिभोल्युसन जसरी जब ग्रहले सूर्यको वरिपरि घुम्छ, जब मैले अघि देखाएँ पनि, त्यसैले गर्दाखेरि हरेक वर्ष हुन्छ, ऋतुहरू परिवर्तन हुन्छ र यो हामी सबै ग्रहहरूको बारेमा सिमुलेसनको माध्यमबाट रियल कुराहरू हेर्न गइरहेका छौँ। यहाँ हेर्नु होला, यहाँ ग्रहहरू चाहिँ 8वटा ग्रहहरू छन्। 9वटा ग्रहहरू थिए, अहिले 8वटा ग्रहहरू छन्, जसमध्ये मर्करी, भेनस, अर्थ, मार्स, जुपिटर, स्याटर्न, युरानस र नेप्टुन, यी ग्रहहरू चाहिँ सबैलाई सूर्यलाई केन्द्र मानेर घुमिरहेका छन्। यी घुम्ने क्रममा दुईवटा तरिकाले घुम्छन् भन्ने कुरा थाहा भइसक्यो। एउटा आफ्नो कक्षमा घुम्छन्, अर्को आफ्नो अक्षमा घुम्छन्। यो कक्षको घुमाइ र अक्षको घुमाइले गर्दाखेरि दिन र रात हुने र वर्ष दिन हुने, ऋतुहरू परिवर्तन हुने कुराहरू हामीले जानिसकेका छौँ। अब यता हेर्नु होला, यहाँबाट हामी एउटा ग्रहलाई छान्छौँ। पहिला सुरुमा बुध वा मर्करी ग्रह। यो बुध ग्रह वा मर्करी ग्रह सूर्यलाई केन्द्र मानेर घुमिरहेको छ र यो आफू पनि घुमिरहेको छ, रोटेसन पनि गरिरहेको छ, रिभोल्युसन पनि गरिरहेको छ। यसको बारेमा थोरै जानौँ। सूर्यको सबैभन्दा नजिकको ग्रह छ, हेर्नु होला, यहाँ सूर्यलाई सबैभन्दा नजिक रहेर यसले रोटेसन र रिभोल्युसन गरिरहेको छ, आफैमा घुमिरहेको पनि छ र यसमा चाहिँ अत्याधिक गर्मी हुने र अत्याधिक जाडो हुने, एकतिर गर्मी हुने र अर्कोतिर जाडो हुने जस्ता कुराहरू देखिरहेको छ। यसको बारेमा अन्य कुराहरू हेर्न चाह्यो भनेदेखि यहाँ बसेर यता हेर्न सकिन्छ। यसका डाटाहरू यहाँ छ। यसको चाहिँ रिभोल्युसन गर्न कति टाइम लाग्छ, यसलाई रिसेट गरेर हेर्न सकिन्छ। यसले चाहिँ आफ्नो कक्षमा घुम्नलाई
रोटेसन गर्नका लागि अक्षमा घुम्नलाई 59 दिन र रिभोल्युसन गर्नलाई सूर्यलाई पुरै परिक्रमा गर्नका लागि चाहिँ 88 दिन लाउने रहेछ। यी कुराहरू, यसमा उपग्रह छैन, यो सूर्यबाट सबैभन्दा नजिक रहेको ग्रह हो। अब अर्को ग्रह छ शुक्र। शुक्र ग्रहको कुरा गर्नुपर्दा यो ग्रह चाहिँ सूर्यबाट दोस्रो स्थानमा रहेको छ। यसले पनि सूर्यलाई परिक्रमा गर्दा रोटेसन र रिभोल्युसन दुईवटै तरिकाले गर्छ र यसको बारेमा छोटो जानकारी लिउँ है त। यो सौर्यमण्डलको सबैभन्दा तातो ग्रह हो, सबैभन्दा हटेस्ट प्लानेट भनेर चिनिन्छ, जसले आफ्नो उल्टो रोटेसन गर्छ। तर यहाँ हामीले देखिएको चाहिँ एउटै रोटेसन देखिए पनि तर रोटेसन चाहिँ उल्टो हुन्छ। अन्य कुराहरू जानकारी लिउँ यहाँबाट। यसको चाहिँ एक फेरा लाउनलाई कतिचोटि, एक फेरा लाउनका लागि चाहिँ उसलाई लाग्ने भनेको 225 दिन लाग्छ। 225 दिन, पृथ्वीमा 225 दिन हुँदाखेरि यसमा 1 वर्ष हुन्छ भने 243 दिन भएपछि मात्रै 1 दिन हुन्छ। यदि पृथ्वीमा 243 दिन भयो भने भन्ने कुराहरू पत्ता लगाए। यसमा उपग्रहहरू नरहेको कुराहरू देखिएको छ। त्यस्तै गरी तेस्रो नम्बरमा रहेको ग्रह हो पृथ्वी, जुन हामी रहेको ग्रह हो। पृथ्वी चाहिँ हामीले हेर्दाखेरि यसले रोटेसन र रिभोल्युसन दुइटै गरिरहेको छ। हामीलाई थाहा छ यसले दिन र रात पनि गराइरहेको छ र ऋतुहरू परिवर्तन भएको पनि हामी अनुभव गरिरहेका छौँ। अब दिन रात हुने र ऋतुहरू परिवर्तन हुने कारणहरू रोटेसन र रिभोल्युसनको कन्सेप्ट जानिसके पछाडि जहाँ जीवन सम्भव भएको छ, यो ग्रहमा जीवन सम्भव हुनुको कारण यहाँ भएको उपयुक्त वातावरण नै हो। यसको कुरा गर्नुपर्दाखेरि यसले रोटेसन गर्नका लागि अथवा यसले आफूमा रोटेसन गरेर पुरा गर्नका लागि रिभोल्युसन गर्नका लागि 365 दिन र रोटेसन गर्नका लागि 24 घण्टा लाउँछ। 24 घण्टामा यस 1 दिन हुन्छ र 365 दिनमा 1 वर्ष हुन्छ। अर्को नम्बरमा रहेको ग्रह छ मङ्गल। मङ्गल ग्रहको कुरा गर्नुपर्दा यो रातो ग्रह देखिरहेको, घुमिरहेको जुन रोटेसन र रिभोल्युसन भएको छ, यसलाई अलि जुम गरेर हेर्न सकिन्छ। रोटेसन र रिभोल्युसन भएको ग्रह मङ्गल ग्रह हो। यो मङ्गल ग्रह चाहिँ रातो ग्रह, सौर्यमण्डलको सबैभन्दा ठुलो ज्वालामुखी भएको ग्रह भनेर पनि, ओलम्पस मुन्स छ भनेर पनि भनिएको छ। र यसले रोटेसन र रिभोल्युसनको हेर्दाखेरि यसले रोटेसन गर्नका लागि चाहिँ 24.7 घण्टा लाउँदो रहेछ भनेदेखि रिभोल्युसन गर्नका लागि 687 दिन लाउँदो रहेछ। पृथ्वीमा 687 दिन हुँदा यसमा 1 वर्ष हुने कुराहरू यहाँबाट हेर्न सकिन्छ। यसलाई जुम गरेर जुम आउट गरेर पनि हेर्न सकिन्छ। 5औं नम्बरमा रहेको ग्रह छ बृहस्पति। बृहस्पति ग्रह सबैभन्दा ठुलो ग्रह हो भनेर चिन्न सकिन्छ। यो ग्रह पृथ्वीभन्दा पनि अझ सूर्यबाट टाढा रहेको ग्रह हो। यो ग्रह विशाल ग्यासबाट बनेको छ भनिएको छ, जसमा आँधी पृथ्वीमा भन्दा पनि ठुलो आँधी आउँछ भनिएको छ। यसलाई चाहिँ 1 फेरा लाउनलाई कति समय लाउँदो रहेछ भन्दाखेरि रोटेसन दिन र रात हुनलाई 9.8 दिन र 1 वर्ष हुनलाई 11.9 वर्ष लाउँदो रहेछ। करिब 12 वर्ष, पृथ्वीमा 12 वर्ष हुँदाखेरि जुपिटरको चाहिँ 1 वर्ष हुँदो रहेछ भन्ने कुरा यहाँबाट जान। अर्को नम्बरमा छ शनि ग्रह। शनि ग्रहलाई हेर्दाखेरि एकदमै आकर्षक देखिरहेको छ। औँठी लागेको, रिङ लागेको जस्तो देखिरहेको छ। यसलाई रिङ भएको ग्रह भनेर पनि
चिन्न सकिन्छ, यसलाई जुम गरेर हेर्न सकिन्छ। यो ग्रह चाहिँ बरफ र ढुङ्गाका सुन्दर वलयहरू, रिङ्सहरू भएको अद्भुत ग्रह भनेर चिनिन्छ। यसमा कति समय लाग्छ भनेर हेर्दाखेरि यसमा रोटेसन समय भनेको चाहिँ 11 घन्टा रहेछ, रिभोल्युसन समय भनेको चाहिँ 29.5 वर्षमा एक दिन। पृथ्वीमा 29.5 वर्ष हुँदा शनि ग्रहको बल्ल एक दिन हुन्छ र यसमा चाहिँ 11 घन्टा, पृथ्वीमा 11 घन्टा हुँदा नै यसमा चाहिँ दिन र रात कम्प्लिट भएर एक दिन भइसक्छ भन्ने कुराहरू। शनिपछि अरुण ग्रह छ। अरुण ग्रह सूर्यभन्दा टाढा रहेको ग्रह छ, हामीले देखिरहेका छौँ। यो सूर्यलाई परिक्रमा गरेको र आफै पनि परिभ्रमण गरिरहेको देखिरहेका छौँ र यो आफ्नो अक्षमा ढल्किएर सुते जस्तै गरी घुम्ने अनौठो ग्रह हो यो ग्रह चाहिँ। र यसमा आफ्नो रोटेसन हुनका लागि चाहिँ कति टाइम लाउँदो रहेछ भनेर हेर्दा 27 घन्टा लाग्दो रहेछ। यसलाई 17 घन्टा लाग्दो रहेछ र यसलाई ढल्किएको ग्रह भनेर चिनिन्छ। तर यसमा चाहिँ 84 वर्षमा मात्रै एक वर्ष हुँदो रहेछ। पृथ्वीमा 84 वर्ष हुँदा यो ग्रहमा एक वर्ष हुन्छ भनेर भनिन्छ। यसमा अहिलेसम्म पत्ता लागेको 28 वटा उपग्रह छन् भन्ने कुरा रहेको छ। अर्को ग्रह छ अन्तिम ग्रह वरुण। सबैभन्दा टाढाको ग्रह, जहाँ ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा हावा चल्छ भन्ने अनुमान गरिएको छ। र यो ग्रहमा चाहिँ यसले आफ्नो रोटेसन गर्नका लागि, दिन र रात बनाउनका लागि 16 घन्टा, पृथ्वीमा 16 घन्टा हुँदा त्यसमा एक दिन भइसक्छ भने, तर यसले चाहिँ एक वर्ष बन्नका लागि चाहिँ 165 वर्ष, पृथ्वीमा करिब 165 वर्ष हुँदाखेरि बल्ल यसमा एक वर्ष हुँदो रहेछ। र यसमा उपग्रहहरू 16 वटा छ भनेर अहिले भेटिएको छ। अब हामी सम्पूर्ण ग्रहहरूलाई एकै ठाउँमा राखेर हेरौँ यसले कसरी परिक्रमा गर्छ। ल त साथीहरू, हाम्रो यो अन्तरिक्ष यात्रा कस्तो लाग्यो? यो अन्तर्क्रियात्मक सिमुलेसन, इन्टरेक्टिभ सिमुलेसन प्रयोग गरेर तपाईहरूले पनि घरमै बसेर ग्रहहरूको गति, आकार र उनीहरूको रहस्यबारे सजिलै सिक्न सक्नुहुन्छ। यदि यो भिडियो र सिमुलेसन मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला, साथीहरूसँग सेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को रमाइलो भिडियोमा भेटौँला। धन्यवाद।